दर्शकबिन युग पुरुष उपाधि प्राप्त व्यक्तित्व विश्लेषक तथा लेखक भरजङ्गम सर हामीसँग कुराकानीको लागि हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। धन्यवाद। आराम हुनुहुन्छ? बेस छु। राज संस्था पुनर्स्थापनाको विषय यतिखेर अगाडि जुन ढङ्गले आइरहेको छ, गणतन्त्रवादीहरू एकातर्फ छन्, राज संस्था पक्षधरहरू अर्कोतर्फ छन्, दुई कित्तामा बाँडिएको जस्तो देखिन्छ अहिलेको पछिल्लो जुन किसिमको राजनीति। यो बिचमा चाहिँ फागुन 7 गतेको जुन राजाको सन्देशपछि सुरु भएको यो बहस अझै रोकिएको अवस्था छैन। गणतन्त्र पक्षधर शीर्ष नेताहरूको हिजो बैठक बस्यो र शेरबहादुर देउवा, पुष्पकमल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र रक्षाको लागि एक ठाउँमा आउने भनिरहँदाखेरि राज संस्था पक्षधरहरू पनि त्यत्तिकै आक्रामक देखिएका छन्। राजाको सक्रियता झनै बढेको छ। शुक्रबार मात्रै राप्रपाका नेताहरूलाई डाकेर लन्च मिटिङ गरेको विषय सञ्चार माध्यममा आइरहेका छन्। सँगसँगै संयुक्त जनआन्दोलन समिति, तेस्रो जनआन्दोलन भनेर जुन घोषणा भयो त्यसको नेतृत्व अहिले जगमान गुरुङले गरिरहनु भएको छ। उहाँले एउटा कार्यक्रममा भन्नुभयो जेठ 15 गते गणतन्त्रको अन्त्य हुन्छ। अब गणतन्त्रवादी पक्षधर नेताहरू चाहिँ गणतन्त्र रक्षाको लागि एक हुनको लागि चाहिँ बैठकै बस्नु परेको अवस्था। यतातर्फ राज संस्था पक्षधरहरूको दाबी चाहिँ अब जेठ 15 गतेभित्र राज संस्था फर्किन्छ भन्ने दाबी रहिआएको छ। तपाईँले कसरी हेर्नुहुन्छ? सम्भव छ जेठ 15 गतेभित्र साँच्चीकै राज संस्था पुनर्स्थापना हुन सक्छ त अहिलेको अवस्था? होइन, अब यो एउटा कुरो के छ भने राज संस्था पुनर्स्थापना भएन भने नेपालै रहँदैन भनेर भन्दै आएको मान्छे म त होइन। नेपालै रहँदैन, राज संस्था पुनर्स्थापना हुनैपर्छ। राज संस्थापनापछि नेपाल रहन्छ। नेपाललाई कन्टिन्यू गर्न पनि, निरन्तरता दिन पनि, नेपाल विश्वको चाहिँ मतलब मानचित्रमा नेपाललाई राख्न पनि राज संस्था स्थापनाको जरुरी छ। यो कुरो त मेरो प्रिन्सिपल हो, मेरो सिद्धान्त हो। अब बाँकी रह्यो तपाईँको चाहिँ मतलब के भने अनेक मान्छेका अनेक कुरा होइन। अनेक मान्छेका भने अब जस्तो राप्रपा के भन्छ, राप्रपा त आज गिरफ्तारी दिने भनेर चाहिँ निषेधित क्षेत्र तोड्ने भनिसकेको छ। ठिक छ, राम्रो छ, राम्रो छ, ठिक छ, राम्रो छ। उहाँहरूले गर्नुपर्छ। गृह मन्त्रालयले चेतावनी दिइसक्यो, त्यो पनि हेरिसकेँ मैले। निषेधित क्षेत्र तोड्न खोजेछ, कारबाही हुन्छ भनिसकेको छ। ठिकै छ। आज शिक्षकहरूले पनि विड्र गरे फेरि कार्यक्रम। शिक्षकहरूले चाहिँ सरकारलाई बदल गर्यो यसपालि त। यी शिक्षकहरू पनि मलाई ठिक लागेन, किनभने 19 दिनदेखि चाहिँ आन्दोलनमा भएका व्यक्तिहरू आज चाहिँ म त राप्रपा आउने बित्तिकै यो ठाउँ खाली गर्नुहुन्छ। उहाँले राजावादी भन्ने बित्तिकै डर छ नि त अहिले। हेर्नुहोस्, देख्नु भएन तपाईँ 15 गते घटना हेर्नु भएन? 62-63 भन्दा अगाडि 52 सालदेखि जसरी माओवादीको डर जनतामा थियो, राजावादीमा पनि त्यही किसिमको डर देखिन्छ नि। त्यस्तो छैन। तपाईँले नचाहिने कुरो गर्नुभयो। ऊ बेलामा 62-63मा माओवादीसँग डराउनु भन्नु र अहिले राजावादीसँग डराउनु के राजावादीसँग बन्नु छ कि हिंसा गरिरहेछ राजावादीहरूले? कहाँ जलाइदिए? तिनकुनेमा त्यो कसले जलाएको त्यो फाइन्डिङ गर्नु पर्यो नि। राजावादीसँग के थियो? ए बाबा, एउटा कुनै मान्छेले चाहिँ ट्याग लगाएर चाहिँ म राजावादी हुँ भन्दै त्यो राजावादी हुन्छ? त्यसको पूर्व इतिहास हेर्नु पर्दैन? त्यो कहाँ कसको छोरो के गर्थ्यो, पहिले कहाँ खान्थ्यो, जागिर माओवादीबाट फुत्केर आएको हो कि पुलिसबाट फुत्केर आएको हो कि? त्यसको हिस्ट्री नहेरिकन तपाईँको उसको ट्याग छातीमा छ भन्ने बित्तिकै त्यसले नै गरे भन्ने के जरुरी छ र? त्यसले कायलनामा गरेछ र मैले गरेँ भनेर समाजले भरि यसलाई अभियोग पो लगायो त। त्यस कारणले यो यति सजिलो छैन कि तपाईँहरूले म भन्न खोजे जस्तो। भनाइको मतलब राजावादीहरू अहिले शान्तिपूर्ण तरिकाले छन्। उनीहरूले बन्दुक बोकेको पनि छैनन्, रमाइको चाहिँ लाठो बोकेका पनि छैनन्, खुकुरी बोकेका पनि छैनन् है। र अहिले पनि नियतता मतलब हातमा केही पनि नलिकन अहिले आएका छन्। अहिले मेरो अफिस अगाडि मान्छेहरू जम्मा भइरहेका छन्, बिजुली बजारमा आइरहेका छन् र अहिले पक्राउदिन्छन् है। अब कतिजनालाई पक्राउँछ? ठिक छ, 10 जनालाई, 20 जनालाई, 50 जनालाई, 100 जनालाई, 1000 जनालाई पक्रेला होइन। 1000 जनाभन्दा बढी पक्राउनु मानेन भने यिनीहरूले चाहिँ टेयर ग्यास छोड्छन् यहाँ होइन। टेयर ग्यास छोड्यो भने त उही पहिलेकै तालो हो। अनि ढुङ्गा हान्छन् फेरि यताकाले उताकालाई। अब आज त सरकार र चाहिँ मतलब के हो भने राजा पक्षका मान्छेहरूको आम्ने सामने हुँदैछ। तर म के चाहन्छु भने कुनै किसिम दुर्घटना नहोस्, अप्रिय घटना नहोस्। फेरि अप्रिय घटना भयो भनेदेखि राजावादीहरूले चाहिँ नि पुलिस मार्यो अथवा प्रहरी सिद्ध्यायो भनेर फेरि अर्को चाहिँ मुद्दा फेरि लगाएर मान्छे थुन्छन्। सजिलो छ यिनीहरूलाई गर्न। कर्फ्यू लगाइदिन्छन् होइन। कर्फ्यू लगाएपछि आर्मीको चाहिँ मतलब के भने क्षेत्र हुन्छ।
त्यसपछि फेरि यिनीहरूले खुट्टो घुमाउँछन्। अब त्यस कारण के हुन्छ भन्ने कुरा बताउन सकिन्न। तपाईँले ठ्याक्कै बताउनुहोस् न, जेठ 15 गते गणतन्त्रको अन्त्य हुँदैछ? हुँदैन। जगमान गुरुङले गलत बोले? गलत होइन, जगमान गुरुको आफ्नो हिसाब हो नि। उनी एउटा प्राज्ञिक मान्छे हुन्, राम्रो मान्छे हुन्, टिचर मान्छे हुन्, मेरो मित्र हुन्, राम्रो विचार भएका मान्छे हुन्। उनी मतलब गुरुङ हुँदैमा चाहिँ खुकुरी हल्लाएर हिँड्ने मान्छे होइनन्, कलम चलाएर हिँड्ने मान्छे हुन्, राम्रो मान्छे हुन् कि राम्रो मान्छे राम्रो भन्नुपर्छ। तर उनी ज्योतिषी पनि भएको हुनाले ज्योतिषीको ग्रह दशा हेर्दा उनले चाहिँ 15 गतेलाई अलिकति राम्रो मुहुर्त देखे कि। तर म चाहिँ त्यो चाहिँ 15 गतेलाई किटान साथ राजा के गणतन्त्र समाप्त हुने म बोल्दिनँ। अनि अहिलेको पछिल्लो जुन घटनाक्रम विकसित भएको छ यसले के देखाउँछ? दलहरू किन बैठक गर्नुपर्ने अवस्था आयो? गणतन्त्र रक्षाको लागि एक ठाउँमा किन हो? अब यसो छ, यी दुईटा दल त मतलब मिलेकै छन्, सरकारमै छन्। तेस्रो दल भनेको तपाईँको चाहिँ नि प्रचण्डजीले नि यो मौकाको फाइदा लिन खोजेका छन् होइन। त्यस कारणले अब यिनीहरूले मतलब के भने गणतन्त्रलाई मतलब के भने अक्षुण्ण राख्ने कुरा गरेका छन्। देशी विदेशी तत्त्व सल्बल आए होइन, प्रतिगामी शक्ति सल्बल आयो भनिरहेका छन् नि उनीहरूले। हजुर, अब उनीहरूको चाहिँ मतलब के भने बाउ संस्था नै प्रतिगामी हो के विदेशी शक्ति हो। अनि माउ संस्था कहाँको? भारतको होइन। माउ संस्था कहाँको? क्रिस्चियन होइन। माउ संस्था कहाँको? युरोपियन युनियन होइन। माउ संस्था कहाँको? अमेरिकन होइन। त उनीहरूको माउ संस्थाले के संरक्षण गर्ला नि उनीहरूलाई? हामीले गर्नुपर्छ र? सबैलाई थाहा छ नि। उसले भनेन ट्रम्पले आउने बित्तिकै 25 जनवरीमा चाहिँ तपाईँको चाहिँ मतलब के जतिखेर उसले शासन लिएकै दिन भनेन हामीले यो के अरे नेपालमा प्रदेश सरकार गठन गर्नखेरि राम्रो गरेनौँ, त्यहाँ हामीले सहयोग गरेर ठिक भने यो फ्रड वर्क भयो भनेर त भनेकै छन् नि। उनका बाउले भनेन्, उनका बाउ होइन ट्रम्प भने माउ कि माउ संस्था कि बाउ संस्था जे भन्दा नि हुन्छ तपाईँले। त्यस कारणले सलबल आयो भने उनीहरू सलबल आयो यिनीहरू सलबल हुन् र यिनीहरूले गरेर केही फरक पर्दैन होइन। ठिक छ, यिनीहरूले बचाउन सकेसम्म बचाउन्। अब हामीले मतलब के भने अब हामी एउटा भनौँ न सचेत नागरिकको हैसियतले बिचबिचाउको बाटो हिँड्नु पर्दा मैले है अब मैले राज संस्थाको चाहिँ मतलब के भने स्थापनाको कुरा गरिरहेको हुनाले मैले बिचबिचाउको बाटो हेर्नु पर्दा मैले एउटा कुरो देखाएको छु। त्यो के हो भने राज संस्था सहित गणतन्त्र। त्यो मैले अहिलेकै व्यवस्थामा राष्ट्रपतिको ठाउँमा राजा हो, राज संस्था सहितको गणतन्त्र। त्यसमा चाहिँ मतलब के भने यिनीहरूले मिलेर गयो भने गणतन्त्र पनि रह्यो। प्रदेश त हटाउनै पर्छ है, गणतन्त्र पनि रह्यो होइन, राज संस्था पनि रह्यो। गणतन्त्र राज संस्था नहटाउने कारण के? त्यस्तो कारण त खास केही छैन। किनभने राजनीतिक व्यवस्था भनेको आफ्नो ठाउँ सहर बजार व्यवस्था मान्छे समाज अनुसार चाहिँ हुन्छ। अब अमेरिकामा चाहिँ मतलब के भनेदेखि अध्यक्षात्मक मतलब के भने राष्ट्र छ भनौँ न, प्रेसिडेन्सियल फर्म अफ गभर्मेन्ट भन्छ त्यसलाई, अध्यक्षात्मक राज्य व्यवस्था। अब त्यही कुरो चाहिँ मतलब बेलायतमा आउँदाखेरि प्राइम मिनिस्टर मतलब के भने तपाईँको वेस्ट मिनिस्टर सिस्टम अन्तर्गत छ जस्तो हाम्रो छ। त त्यहाँ पनि त राजा छ नि, अनि त्यही राजा यहीँ पनि राख्दा के बिग्रेर? तर दलहरू स्वीकार्न तयार छैनन् नि। तिनका बाउले स्वीकार्छन्, के कुरा गरे? पक्राउ गर्नेसम्म तिनका बाउ भन्नाले कसलाई भने थाहा छ? दलहरूका बाउ भनेको क्रिस्चियनहरू, दलहरूका बाउ भनेको अमेरिकनहरू, दलका बाउ भनेको बेलायत भने, मैले भारत भनेका। राजनीति गर्ने भए चुनाव लडे भइ ठिक छ त होइन, ठिक छ त चुनाव लड्छन् त राजा पक्षका मान्छे चुनाव लड्छन्, राजाले लड्छन्। राजा पक्ष भने राप्रपा भइहाल्यो नि। 5-6 लाखको हाराहारीमा मत आयो, गणतन्त्रको पक्षमा त करोडौँ मत आएको तपाईँले देख्नु भयो नि 79 ठिक छ त, नोट थियो त मत आयो। अब 84 मा आओस् न त, अहिले त नोट कसैसँग छैन।